हाम्रो डुङ्गा अब चल्नको लागि तयार छ है अब ल हामी अब यहाँबाट हिँड्ने अब ल अब दुःख गर्ने बाजे हामी चाहिँ सरर घुम्ने मान्छे यता चाहिँ वेटिङ बोर्ड वेटिङ ल बोर्ड वेटिङ ल यो ड्याम अब हामी अब पार गर्दैछौँ हामी यो ड्याम पार गर्दैछौँ अब कालीगण्डकीको घुमिरहेछ गाडी स्पिड लियो ल माथिबाट नि बाटो रहेछ नि होइन उता के भाषा जाने बाटो हो र दिदी त्यो दिदी ओ दिदी कहाँ जाने बाटो के कुन हो र कहाँ भाषे घाट त्यही त हाम्रो पनि भन्छन् के त्यही पूर्तिघाटको बाटो जान्छ ड्यामै ड्याम भन्थे त्यही होला कि तर यहाँ माछा त बहुत ठुल्ठुलो आयो अरे क्या तपाईँको त यहाँ 20-25 किलोको माछा छ अरे क्या भित्र हो नि कहाँ देखिन्छ र देखिँदैन देखिन्छ यहाँ त तपाईँको मार्छन् के कत्रो लगभग के मान्छे के अरे जत्रा मान्छे माछा नामला बोकेर लिएर जान्थ्यो त टिकटकमाहरूमा आउँथ्यो छन् त छ माछा छ क्या माछा यस्तो घुमेर आयो नि माछै भएको क्या